birthday to you. Happy birthday to 1, 2, 3 go. Hello, welcome back to my channel. New vlog मा हजुरहरुलाई स्वागत छ मेरो प्यारो साथीहरु। अनि धेरै पछाडी चाहिँ म आज फेरि पनि भ्लग लिएर आइसकेको छु किनभने मैले खासै धेरै भ्लग बनेर हुन्न के आजभोलि चाहिँ नभए मैले सर्ट्स भिडियोहरु त हजुरहरु देखि नै हाल्नुहुन्थ्यो मैले कति धेरै बनेर हुन्छु भने अहिले पनि मैले सर्ट्स भिडियोलाई चाहिँ एकदमै फुल स्टपै लगाइदिसकेको छु के एकदमै बनाउन छोडेको छु सो केही छैन साथीहरु हैन अहिले पढाइको व्यस्तताको कारणले पनि मैले चाहिँ अलिकति पढाइलाई पनि ध्यान दिउँ न भ्लगलाई अलिक बिस्तारै दिउँला भनेर चाहिँ मैले भ्लगलाई चाहिँ अलिकति फुल स्टप पारेको छु किनभने यो साल मेरो लास्ट इयर हो त्यही भएको कारणले लास्ट इयरमा अलिकति धेरै बढी मेहनत गर्नुपर्छ नि त सो अलिकति बढी मेहनत गर्दाखेरि पछि राम्रो हुन्छ भने किन नगर्ने भनेर चाहिँ मैले अलिकति पढाइलाई पनि प्राथमिकता दिएर मैले भ्लग अलिकति कम्ती गरे हुँ अनि आज चाहिँ म स्टार्ट गर्दिउँ न भ्लग हैन त्यसै पनि अब बाइ थम्बनेल टाइटलबाट हजुरलाई थाहा भइहाल्यो कि आज म कहाँ जान आँट्दैछु भनेर आज यसमा चाहिँ गफ गर्दै ह्याप्पी माघे संक्रान्ति सबैजनालाई माघे संक्रान्तिको धेरै शुभकामना त्यो चाहिँ मैले सुरुमै भन्नुपर्छ तर म बिर्सिजान्छु कि बिर्सिहालेँ मैले अनि सबैलाई शुभकामना छ हजुरहरु कसले अहिले तरुल खाँदै हुनुहुन्छ मजाले खानु होला अनि तिलको लड्डुहरु कसले खाँदै हुनुहुन्छ मजाले खानु होला इन्जोय गर्नु होला अब चाहिँ म भर्खर उठेर हेर्नु न भर्खरै म उठेर भ्लग स्टार्ट गर्दैछु म कलेज नजाँदाखेरि मात्र हो है म यति बेला उठ्ने नभए म कलेज लाग्दा त म छिटो उठेर गइहाल्छु तर कलेज बन्द छ भने चाहिँ म घरमा सुत्दै म 9 बजे पनि उठ्छु कहिले 8 बजे पनि उठ्छु तालपर 10 बजे पनि उठ्छु त्यस्तो छ बानी अनि आज चाहिँ म 7 बजेकै अलार्म लाएर छिटो उठेको चाहिँ अब तपाईहरु छक्क पर्नु भला 7 बजेको पनि अलार्म लाइरहनु पर्छ भनेर किनभने मैले बेलुकै चाहिँ म एकदमै धेरै नै मोबाइल चलाएर सुतेको थिएँ अनि त्यही भएर 7 बजेको अलार्म लाएर उठेकी हो साथीहरु अनि त्यही भएर चाहिँ हजुरहरुको अगाडि चाहिँ यसरी म भ्लग स्टार्ट गर्दैछु कतिजना मेरो नयाँ भिडियोमा आउने मान्छेहरुले चाहिँ तपाईले किन जहिले दुईचोटी कपाल बाटेर बस्नुहुन्छ भनेर कमेन्ट कुदाइरहनु भएको देख्छु क्या म अनि उहाँहरुलाई चाहिँ म के भन्छु भने यो मेरो यसरी कपाल बाट्नुको रिजन चाहिँ म स्कुल पढेर हैन के स्कुल पढ्नुहुन्छ तपाई दुईचोटी कपाल बाटेर जानुहुन्छ भन्दै कतिजनाले मलाई भनिरहनु भएको छ टिकटक लाइभमा पनि मलाई धेरैजनाले भनिरहनु भएको हुन्छ त्यस्तो चाहिँ हैन किनभने यो यसरी कपाल बाट्दाखेरि चाहिँ यो सुत्दा उठ्दा पनि सजिलो हुन्छ हैन अनि यो कपाल पनि मतलब यो हाँगा तान्निदैन क्या एकदमै धेरै मेरो अलिकति टाउकोमा प्रब्लमहरु आइराको देखिरहनु भएको छ अगाडिको मैले भिडियोमा बताइरहेको थिएँ त्यही भएको कारणले चाहिँ यसरी कपाल यहाँ बाँधो भने चाहिँ यो जराहरु सबै दुखेर यो पुरै यो टाउकै पुरै दुख्छ क्या मेरो अनि सो यसरी कपाल बाट्दाखेरि चाहिँ हैन त हल्का भएको कारणले चाहिँ मेरो कपालको जराहरु पनि दुख्दैन र मलाई टाउको दुख्न पनि एकदमै धेरै कम्ती हुन्छ हजुरहरुको पनि टाउको धेरै दुख्छ भने नि अलिकति यो लावरलाई पनि खुकुलो पार्नु अथवा यसरी नै कपाल बाट्नु होला भन्छु म चाहिँ म मेरो आफ्नो एक्सपिरियन्स हजुरहरुलाई बताइरहेको मेन के कुरो तँलाई चाहिँ भनिहाल्नु न साथी आज चाहिँ हामी हाम्रो ब्रेन्चमा बस्ने 4 जना साथीहरु चाहिँ ड्राई पिकनिक जाँदैछौँ अस्तिदेखि हामीले 3rd इयरदेखि नै सल्लाह गरेको ड्राई पिकनिक भनेर चाहिँ तर त्यो चाहिँ खासै उयो भएको थिएन क्या लागु भएको थिएन अनि यसपालि 4th इयरमा चाहिँ अब 4th इयरदेखि त हामी को कता पुग्छौँ हैन जे पनि हुन सक्छ नि कोही कहाँ पुगिन्छ कोही कहाँ देशमा पुगिन्छ कोही विदेशमा पुगिन्छ हैन त्यही भएको कारणले चाहिँ अब भनेको सम्झना छ भन्ने वाला फिल हुन्छ के यति बेला चाहिँ अब हामीले स्कुल पढेको साथीहरु अहिले भेट हुँदाखेरि कस्तो नचिने जस्तो अर्कै हो कि जस्तो त्यो यादहरु नै कस्तो हुन्छ क्या कस्तो यादहरु नै मिठो हुँदो रहेछ क्या अनि त्यही भएर यादलाई मिठास बनाउनको लागि अब 4th इयर भनेको त लास्ट इयर हो अब भेट हुन्छ हुँदैन को कहाँ पुगिन्छ त्यही भएर यसो ड्राई पिकनिक जाउँ यसो हाम्रो यादहरुलाई ताजा बनाऊँ पछि पनि हामी गएको थियौं भन्ने एउटा स्मरण त हुन्छ नि यसो रमाइलो त हो नि बरु जाऊ न भनेर साथीहरुसँग सल्लाह भयो नि त अनि सो नजाने भनेर कुरै हुँदैन म सुरुमै लु जाम म त लु जाम भन्ने मान्छे हो कि म भने याद भन्ने कुरो मलाई यति उयो लाग्छ नि त्यही भएर पनि म आज ड्राई पिकनिक हामी जान आँट्दैछौँ के कस्तो हुन्छ हजुरहरुलाई म सबै भिडियो अन्त्यसम्म देखाउने छु हजुरहरु पनि भिडियो अन्त्यसम्म हेरेर साथ दिनु होला सो म चाहिँ नुहाइधुवाइ गरेर खानासाना खाएर रेडी सेडी भएर चाहिँ यहाँ हेर्नु न साथीहरुले मलाई के भन्यो भने फोन गरेर ओइ तेरो रिङ लाइट पनि बोकेर लिएर आइज ल वहाँनेरि भिडियो बनाउनु पर्छ भनेर भनिहाले अनि मैले उनीहरुको वचन फेरि काट्नै सकेन नि त अनि त्यही भएर यो चाहिँ खोलखाल पारेर चाहिँ मैले यसरी बोकेर हिँडिसकेको छु दिस इज माई आउटफिट हैन अहिले यहाँ बाटामा हिँड्दैछु सो म चाहिँ जाँदैछु हामी चाहिँ चारालीमा सबैजना भेट हुने अनि त्यस पछाडि त्यहीँनेरि किनमेल.com गरेर चाहिँ
टक्क लाएर हामी चाहिँ झिलतर्फ प्रस्थान गर्ने। सो अहिले चाहिँ म जाँदैछु। अहिले चाहिँ 10:30 कटिसकेको छ। 11 बजी ट्याक्क भेटौँ भन्ने छ नि सबैजना साथीहरूले। सो म चाहिँ जाँदैछु साथीहरू। अब म वहीँ गएर साथीहरूसँग भेट गरेपछि देखाउँछु है त हजुरहरूलाई। म चाहिँ यहीँ बुटाबारीको मान्छे। म यहाँदेखि यहाँ चाराली आइसकेँ होइन गाडीमा त्यत्रो। त्यही पनि हेर्नु न यो रिङ लाइटहरू बोकेर यहाँ आइसकिसक्यो। तर मेरो साथीहरू यहीँ चारालीका मान्छेहरू यहाँ आइपुगेका छैन। मैले 70 चोटि भइसक्यो तिनीहरूलाई फोन गरेर ओइ कहाँ आइपुग्यो आइपुग्न आँट्यो भन्यो। तर तिनीहरू आइपुगेका चाहिँ छैनन् क्या। तर म चाहिँ यहाँ बसेर पर्खिरहेको छु। अब लेट्स सी के हुन्छ हेरौँ। उनीहरू आएपछि म भिडियो बनाउँछु है त। हामी चाहिँ टक्क साथीहरू आइसक्यो होइन। अझै एउटा साथी बाँकी चाहिँ हामीले यहाँनिर आएर मोमो चाउमिन यो सेकुवा गर्न झोल मोमो चाउमिन अर्डर गरेर बसिरहेको छौँ। बल्ल बल्ल यिनीहरू आइपुग्यो होइन। मेनु अघिरा चाहिँ अझै म चाहिँ पुष्पा तिमीलाई कसले सोधेको छ र। अझै एकजना साथी आउँदै बाँकी छ। त्यो चाहिँ अलिक ढिलो गर्दै आउँदैछ। यसो हामी यहाँबाट चाहिँ टक्क लिएर गएर चाहिँ हामी झिलमा गएर चाहिँ ड्राई पिकनिक खान्छौँ। अर्को साथी पनि आइसक्यो हेलो बार। अनि हामी चाहिँ अहिले हाम्रो अघिको एउटा साथी पुष्पाको चाहिँ बर्थडे हो नि त। अनि उसलाई सरप्राइज दिनको लागि चाहिँ हामी चाहिँ केक किन्न जाँदैछौँ। उसलाई चाहिँ हामीले त्यहीँनिर मोमो र चाउमिन पाउने ठाउँमै छोडिदिउँ होइन। अनि हामी चाहिँ अहिले केक लिन जाँदैछौँ। सो हेऱ्यो भने केही छैन होइन। क्यामेरा राम्रो छ अरे राम्रै छ। बन्द गर्नु। ह्याप्पी बर्थडे केक साथी। हजुर साथी होइन ह्याप्पी बर्थडे उयो साथी लेख्नु न र। ह्याप्पी बर्थडे साथी लेखिदिनु ल। अड्दैन हामी चाहिँ अहिले केक लिएर फेरि वही चाउमिन मोमोको अर्डर गरेको ठाउँमा जाँदैछौँ। आऊ छिटो छिटो छिटो। मेरो चाहिँ बिस्तारै बिस्तारै हिँड्दैछन् कि मलाई चाहिँ कतिखेर जाउँ र त्यहाँ भिडियो सिडियो बनाऊँ होइन रमाइलो गरौँ घुमघाम गरौँ जस्तो भएको छ। यिनीहरू चाहिँ अलिक ढिलो ढिलो गर्छन्। मलाई चाहिँ कतिखेर पुग्नु जस्तो भइरहेछ। आई एम सो एक्साइटेड। यो चाहिँ सामान किन्दा साथीहरू 12 बजीदेखि हामी यहाँनिर सामान किन्न थालेको। अहिले 2 बजिसक्यो होइन। यतिकै हामी यहीँ चारालीमै हल्लिरहेको छौँ। अझै महारानीहरूको यो सामान किनिसकेको छैनन्। हामी चाहिँ सामान किनेको छौँ। अब हेरौँ लेट्स सी। हामी झिल जाने भनेर त सल्लाह चाहिँ गरे हो। तर हाम्रो यो अहिलेसम्म किनेछौँ कि हामी। अब हेरौँ कहाँ जान्छौँ नै थाहा छैन क्या। किनभने धेरै ढिलो भइसकिसक्यो नि त। 2 त यहीँ बजिसकिसक्यो। 2 बज्दा पनि हामी यहीँ छौँ भनेपछि चाहिँ हामी कहाँ जान्छौँ भनेर चाहिँ फेरि हामी झिल जान्छौँ भनेर सल्लाह गरिरहँदा पनि अहिले फेरि हामी कहाँ जान्छौँ भनेर चाहिँ डिसिजन हुने बाँकी छ। सो हेर्दै गर्नु होला हामी कहाँ जान्छौँ भनेर। उयो माथिको हरियो कुरमुरे छिटो गर। तिमीहरू लैजाऊ र नलैजाऊ। यिनीहरू लैजाऊ नलैजाऊ। 3 बजाइसक्यो साथीहरू। 3 बजाइसक्यो यिनीहरूले चाहिँ अहिले फाइनल्ली सबै थोक किनेर हिँडिसक्यौँ होइन। मलाई चाहिँ साथीहरूले खासै हातमा बोक्न दिएको छैनन् केही पनि। किनभने म चाहिँ भ्लग बनाउँछु नि त अगाडि बसेर। अनि त्यही भएर पछाडि साथीहरू चाहिँ सामान बोकेर आइरहेछन्। सो हाम्रो चाहिँ एकदमै धेरै बेर लाग्यो क्या सामान किनमेल गर्दाखेरि। अनि त्यही किनमेल गर्दाको कारणले चाहिँ हामीलाई एकदम धेरै ढिलो भयो। हाम्रो चाहिँ खासमा जाने भनेर चाहिँ झिल भनेर हामीले सल्लाह गरेको थियौँ। तर हाम्रो ढिलो भएको कारणले चाहिँ हामी अहिले झिल नजाने भयौँ। हामी जाने भयौँ कालीझोडा। सो अहिले चाहिँ हामी हिँडिरहेको छौँ। देख्न सक्नुहुन्छ घामको कुरा गर्नुहुन्छ भने चाहिँ घाम चाहिँ यति धेरै घाम लागेको छ। ओ माई गड। त्यहाँ हातमा मेरो रिङ लाइटको डन्डी छ होइन। पछाडि रिङ लाइटको लाइट छ। साथीहरू गफ गर्दै पछाडि आउँछु। म चाहिँ अगाडि हिँड्दैछु। अब हामी यहाँदेखि चाहिँ गाडी चढेर फेरि हामी जान्छौँ कालीझोडा। अनि सो कालीझोडामा गएर चाहिँ हामी के गर्छौँ के खान्छौँ के लगेका छौँ भनेर चाहिँ हामीले त्यहाँनिर हजुरलाई देखाउने छु। गाडीबाट पनि चढेर पनि उत्रिसक्यो होइन। मैले भिडियो चाहिँ बनाएन गाडीमा किनभने गाडीमा यस्तो धेरै भिड थियो नि त। अनि सो गाडीबाट उत्रेर चाहिँ यहाँ साथीहरू देख्न सक्नुहुन्छ। अब चाहिँ हामी यहाँदेखि यता माथि यहाँदेखि कालीझोडा जाने भयौँ। हामी चाहिँ कालीझोडा टक्क लाएर आइसक्यौँ होइन। अब यहाँनिर चाहिँ हामीले लोकेसन हेर्नुपर्ने हुन्छ। कहाँनिर बसेर चाहिँ हामीले
हाम्रो ड्राई पिकनिक मनाउँछु भनेर चाहिँ हामी लोकेसन पुरा हेरिरहेको छौँ। सो यहाँ देख्न सक्नुहुन्छ वरिपरि जङ्गल जङ्गलै जङ्गल। हामी चाहिँ यहाँनिर ठाउँ खोज्दा खोज्दा यहाँ बेहालत भइसकेको छ होइन। यो आइया यो मेरो साथीहरू चाहिँ कहाँ जाने अरे भन्दाखेरि यहाँनिर जाने अरे। अनि यहाँनिरबाट यो खोला तरेर जानु पर्ने होइन। यिनीहरू के गर्दैछन् भनेर म आफै छक्क पर्दैछु। मेरो सिनहरू के गर्दैछ। है पुष्पा के गरेको? यस्तो पानी तरेर जानुपर्छ हाम्रो चाहिँ लोकेसन। पुष्पा ढुङ्गा लड्यो भने चाहिँ फेरि फुकालेर भए पनि जान्छु। मेरो जुत्ती छ। पुष्पा त गई अब म्याट हाल्दैन। ओ म्याट लाग्छ म्याट गाह्रो छ हो यहाँ। ए त्यो ढुङ्गा त्यसमा राम लेखेर हाल्न न। अनि यस्तो छ होइन यिनीहरू। लड्ला है मेरो चाहिँ यहाँ स्ट्यान्ड यहाँनिर मुनि छ। अनि यहाँ मलाई झोला दिएका छन् सानो सानो झोला। सो अब यिनीहरू गइसकेपछि चाहिँ म पनि लास्टमा जान्छु। मलाई त लाग्दैछ म लड्छु होला भने। ला उयो मैले पनि जुत्ता फुकाल्नु पर्ने हो। मैले चाहिँ जुत्ता लगाएको छु नि त। सो जुत्ता खोल्नुपर्ने हुन्छ। मैले चाहिँ तिमीलाई कसले पक्रेको छ एकछिनै अरे। लड्यो भने म जान्दिनँ नि। म चाहिँ फेरि भिडियो बनाइरहन्छु। लडेको भिडियो नि बनाउँछौ? लडेको त भिडियो बनाउने हुँदैन। लडेको भिडियो बनाउँदा त भाइरल हुँदैन। ओइ जुत्ता मेनुका झन्डै कस्तो भएछ अम्ला। त्यस्तै हो अब पिकनिक खानुपर्छ नि। डह्रो हुन्छ है। ओइ मैले जुत्ता फुकाल्नु पर्छ। ला ओइ म चाहिँ कसरी आउने? ल तिमी तरिसकेपछि मलाई भन है। ओइ म त जुत्ता नफुकाल्नु भनेको। ला एकछिन म त खोल्छु ल जुत्ता। तिम्रो त जुत्ती रहेछ। मेरो जुत्ता खा नि त। किन्छ होला नि पानी हालिदिएपछि। ओइ तेरो टाउको दुईटा फुकालेर। ला ओइ म फुकाल्नु परेको भइहाल्यो नि। सबैजना कटेर पर गयो उहाँ साथीहरू। मेनुका पनि तरिसक्यो। अब म चाहिँ जुत्ता फुकाल्नु पर्छ। स्मृति चाहिँ आउँदैछिन् परबाट पानी छ। जुत्ता खोलेर पुरा ऊ चाहिँ अब होइन तर्दैछिन्। अब आइनै आइन। यस्तो ठाउँमा आयौँ कि होइन जुत्ता मोजा होइन। यहाँ हेर्नु मेरो रिङ लाइट आफ्नै ठाउँमा छ। सुन्तला अझ ब्याग साथी डराई पिकनिकले त हामीलाई त हालत पारिसक्यो त। यहाँ हेर्नु न डराई पिकनिकले हालत पारिसकेको छ। मोजा हातमा बोकेर बाउलाई पक्तालाई भ्लगमा निकालिदिन्छु। यहाँ हेर्नु न हौ यहाँ गाह्रो छ हौ साथी। यहाँ अर्को भ्लगर स्टार छ मेरो। हेलो माई च्यानल नेम इज मिसेस स्मृति। सबैजना सब्सक्राइब गरिदिनु होला। मेरो साथीको पनि युट्युब च्यानल पुष्पा घिमिरे छ नि त। सो पुष्पा घिमिरेले पनि भ्लग बनाउँदैछ। अनि त्यही भएको कारणले चाहिँ त्यही भएर चाहिँ हामी चाहिँ सोमा त नै एकछिन मलाई भन्दै चाहिँ बिचरा त्यहाँदेखि आउन नसकेर। यहाँ चाहिँ पुष्पाले मोजा सुकाकी अरे क्या। पुष्पाले मोजा मैले के टेकेको छु गोबर। अनि यो केटीको चाहिँ बर्थडे हो कि साथी। अनि यहाँनिर हेर्नु न हामीले भनिदिनु होला गाइस मलाई सबैजनाले। भ्याग उता जस्तो बुरुक्क उफ्रियो। यसले चाहिँ कपाल हाइलाइट गरेकी छ नि त। अनि के भन्छ कलर गरेकी छ। सबै कलर गरेकी छ। सो त्यही भएर चाहिँ उसले चाहिँ कपाल पनि फरफराउँदैछ। हिरो नि पल्टिरहेको छ। अहिले लडिछु भने तेरो कला देखाइदिन त साथीहरूलाई। कला देखाइदिन। यही हो तेरो कला। टुरुरुरुरु हेर्नु ला 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 ला। नमस्की है यो भिडियो अलिक मस्किन्छ कि साथीहरू। यता मेरो हालै यसले यसको भिडियो चाहिँ बनाउनु पर्छ। मेरो हालै मेरो चाहिँ यसले यसको भिडियो मैले एकचोटि साथीहरू
सर्ट्स भिडियो हालेको थियो त्यसमा चाहिँ 20-25 हजार भ्युज आएको थियो अनि त्यहाँदेखि यसले मलाई के भन्छ भने मेरो कमाइ खाएर पलेकी छेस् भन्छ कि उसलाई लाग्दो रहेछ कि त्यो सर्ट्सबाट पैसा आउँछ जस्तो लाग्दो रहेछ कि अनि जहिले यसले मलाई मेरो कमाइ खाकी छेस् भन्छ जतिखेर यसलाई के थाहा सर्ट्सबाट कहिले पैसा आउँदैन भन्ने कुरो यस्तै छ क्या यसले मलाई जहिले त्यसै भन्छ साथीहरू अब चाहिँ हाम्रो यहाँनिर यो मेरो रिङ लाइट छ नि साथीहरू यो चाहिँ जोड्ने प्रयास भइरहेछ यहाँ यसले मलाई रिङ लाइट लिएर आइज जसरी भए पनि बोकेर आइज भनेको थिएँ नि त अब यसले नै जोड्छ यसले चाहिँ यहाँनिर जोड्न सकिन छ भने म यो जङ्गलबाट लौरो ल्याएर भए पनि यसलाई म पड्काउँछु लौरो खोज्छु हान्छु चाहिँ भए पनि लौरो लिएर आएर भए पनि यसले कुटाइ खान्छ जसरी भए पनि जोड्छ त्यसलाई कस यसलाई यहाँनिरबाट फुकाल्नुपर्छ अनि यो फुकालेर यो जोडेपछि चाहिँ मलाई चाहिँ कहाँ आउँछ त अनि अब अनि तिमी यसको प्रो होइन प्रो म्याक्स होइन सो म यसको प्रो म्याक्स पनि होइन के म्याक्स पनि होइन कि यो यहाँ कस योलाई यहाँ कस यसलाई यहाँ कस लबर लगाइदिउँ ए लबर लगाइदे लबर कसले लाग्छ फुस्काएर केटाकेटीको कपाल हो र लबर लाउँछौ मेरो रिङ लाइटलाई यसलाई यसो गर्ने यसलाई तान्नुपर्छ यसलाई यहाँनिर यो कसने यो खोल्ने यसरी अनि यो खोल्दा कता के यसरी तान न म यसरी तान न यसलाई यसरी बौलाइहरू अब यसलाई यहाँ गाँच्ने यसरी घुमा न हो त घुमा यो भयो अब यसलाई यहाँ खोल यहाँ खोल के चुप्पो लाग्यो जसरी पनि तिमीलाई जोड्छेस् यो तिमीलाई नि मलाई ल्याउन लगायो कि तिमीलाई नि जोड्छेस् तिनजना मिलेर यिनीहरूले हो त्यही हो हाम्रो साथीहरूको चाहिँ यहाँ फोटो सेसन चलेको यसलाई चाहिँ होस उठाइदिउँ न यहाँ फोटो खिच्नको लागि स्ट्याचु भएर बसिरहेको थियो यहाँ मेनुकाले चाहिँ फोटो खिचिदिँदैछ अनि यसको पोज यहाँ निक्लिँदैछ बिचरा म र पुष्पा चाहिँ वहाँ पर हेरिरहेको उहाँ पुष्पाको हालत वहाँ पर बसिरहेको छिन् म पनि यहाँ हेरिरहेको छु म चाहिँ फोटो भन्दा पनि धेरै चाहिँ भिडियो बनाउने मान्छे फोटोमा चाहिँ खासै मलाई इन्ट्रेस्टै लाग्दैन तर मलाई भिडियोहरू बनाउन चाहिँ एकदमै धेरै इन्ट्रेस्ट लाग्छ फोटो कस्तो राम्रो आएको छ हेर्न राम्रो हुँदो रहेछ ओइ यसै गरौँ फेरि गाडी लिएर आउँछु भटभटे भटभटे नि खुट्टा मेरो खुट्टा छ म त झन्डै लडेँ नि त अनि टिकटक राख्न छैन छ मेरो टिकटक बनाउने भनेको छ यहाँनिर खानेकुरा लिएर आएको छौँ कि यहाँनिर यत्रो फिजाइरहेको छ यहाँ हेर न यिनीहरू नाचेका नाच टिकटक र फोटो मात्रै खिचेको 4 बज्न आँटिसक्यो अहिलेसम्म निकालो चोयाले अनि यस्तो गर्ने सारा नाना ढल्केर ज्यानै खायो त्यो यिनीहरू अहिलेदेखि होइन साथीहरू फोटो र टिकटक बनाएको यहाँनिर देख्न सक्नुहुन्छ यत्तिकै छ यहाँ यत्तिकै फोटो र भिडियो खिचेको थोरै बेर भइसकेन हौ अब चाहिँ हाम्रो पुष्पाको बर्थडेको लागि चाहिँ मेनुकाले चाहिँ यहाँ केक निकाल्दैछ ह्याप्पी बर्थडे टु यु साथी ह्याप्पी बर्थडे टु यु साथी मेनुका त उचाल न ह्याप्पी बर्थडे टु यु पुष्पा ह्याप्पी बर्थडे टु यु थ्याङ्क यू हाम्रो पुष्पाको चाहिँ बर्थडे नि त अनि हामीले सरप्राइज साथमा चाहिँ केक लिएर आएको तर ऊ सरप्राइज चाहिँ भएन किनभने बाटोमा देखिहाल्यो क्या उसले बाटोमै केक चाहिँ देखिहाल्यो त्यही नै केही छैन सरप्राइज जाउँ ल अब हाम्रो खानेकुरा चाहिँ के छ होला भनेर हजुरहरूलाई म भन्न जाँदैछु त्यसको लागि चाहिँ हामीले चाहिँ देख्न सक्नुहुन्छ यहाँ छ चाउमिन छ अनि यहाँ अरू चाहिँ मोमो अनि हामीले सुन्तला पनि आधी किलो सुन्तला पनि लिएर आएको छौँ अनि यहाँ देख्न सक्नुहुन्छ कोक देख्न सक्नुहुन्छ अनि यो चाहिँ अब पिरो हुन्छ नि त अनि पानी पनि अनि यहाँनिर लेज देख्न सरी कुरकुरे पनि देख्न सक्नुहुन्छ अनि यहाँ हाम्रो पुष्पाको बर्थडेको लागि केक अनि यहाँ चाहिँ ह्याप्पी बर्थडे लेखेको हुन्छ बर्थडे गर्ल लेखेको हुन्छ सो अब चाहिँ हामी सबैजना भेला भएर चाहिँ पुष्पाको केक काटेर बर्थडे मनाउँछौँ हाम्रो पुष्पाको बर्थडेको लागि
सलाई यस्तो बर्थडे कहाँ मनाएको त साथीहरू सलाई बालेर चाहिँ बर्थडे मनाउने हाम्रै हो क्या फेरि बोलेन त अनि यो अलि भित्र लाउनु पर्छ बोल खोइ यता त देख्दिन त म त अनि बोलेकै छैन हैन बिस्तारै यहाँ आँखै बोल्दै बोलेन त ओए ला उसिएको रहेछ है क्या होइन हो यसलाई तलको यो उचित ठाउँ परेन नि त हामी चाहिँ बर्थडे मनाउन आँटेको हाम्रो चाहिँ होइन लाइटर सलाइले चाहिँ यो बालेन बलेन सो अब केही छैन हामी यो नबले पनि पछि बाल्दै बल्दै बलेन ओसिएको कारणले सो केही छैन अब चाहिँ हाम्रो पुष्पाको बर्थडे ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु पुष्पा ह्याप्पी बर्थडे मान्छे गर्नु हाल्दैन ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु साथी तिमी धेरै माथि हामी भन्दा माथि साथी पुष्पा मेरो कान देऊ न मैले मात्र ह्याप्पी बर्थडे भाग्नु जस्तो अवस्था पारिसके साथीहरू हाम्रो साथीहरूलाई पनि फिसी चाहिँ पार्दैन सकियो त अब चाहिँ ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु पुष्पा ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे हाम्रो मेन ड्राई पिकनिकको मेन चाहिँ कुरो चाहिँ मेन हिरो चाहिँ अब यहाँ आउँदैछ यहाँ देख्न सक्नुहुन्छ हाम्रो मोमो चाउमिन अनि यहाँ चिप्सहरू यो कुरमुरेहरू अनि यहाँनिर चाहिँ कोक पनि बनिँदैछ होइन अब चाहिँ हामी चाहिँ यहाँ अलिकति चाहिँ खान्छौँ यत्तिकै होइन अनि त्यहाँदेखि अरू चाहिँ हामी फेरि सिजर पेपर पनि खेल्छौँ है भरे धेरै देखिनु पर्यो भिडियोमा एउटा मात्र खाउन हो अहिले एउटा खाउन कस्तो खानु मन लाग्छ कि एउटा मिठो हुन्छ नि फेरि यहाँको त्यही पर्किन्छौ अब त म त झोल हाल्छु भन्छ चाउमिन यो कलर छ मेरो यो कलर छ यसको यो सुन्तला पनि तासेर खाने इच्छा हुँदाखेरि तासेर खान पाइयो झन् इन्ट्रेस्टिङ हुन्छ उयो ल्याउ त एउटा प्लास्टिक तासेर को खाना भ्याउ तासेर को गले त राख्नु उस्तो हैन ह्यापी बर्थडे यहाँ खाने हो यो लेख्छ ए चिन यो मेरो चिन है त तेरो चिन मासु अब चाहिँ हाम्रो डेकोरेसन पनि यहाँ टक्कलाएर भइसकेको छ देख्न सक्नुहुन्छ के छ भनेर चाहिँ यहाँ चिकन मोमो चिकन चाउमिन अनि कोक अनि कुरकुरे चिज बल अनि सुन्तला खानेले सुन्तला खाँदा पनि भयो झोल मोमो खाने मान्छेले यहाँनिर झोल छ यहाँ अचार छ जे खान मन लाग्छ त्यही खाँदा भयो तर सिजर पेपर रक गरिसकेपछि चाहिँ जसले जित्छ त्यसले मात्र खान पाउने हुन्छ अनि उहाँ पर चाहिँ ढुङ्गा राखेको छ त्यो ढुङ्गा कटेर आउनुपर्ने हुन्छ यसले चाहिँ अघिदेखि खान थालिसक्यो होइन अब हामी चाहिँ रक पेपर सिजर भन्दा पनि सजिलो चाहिँ 1 2 3 गो वाला के कसैले मुनि गर्ने कसैले माथि गर्ने जसले एकजनाले माथि गर्छ त्यसले जसले मुनि गर्छ त्यसले
खाना पाउँछ जहाँ गर्दा पनि One, two, three, go! 1, 2, 3, go! खाने रहेछ चाउमिन हेर्न पानी पनि साह्रै ढकुन्थ्यो पानी खानु त लाग्यो हो तिम्रो यो चाउमिन लड्छ नि तेरो पानी म त मर्यो छिटो कुदै दुईजनाले गरेको हुँदैछ 1, 2, 3, go! मैले बुझिनँ त दुईजनाले गरेको हुँदैन कहाँ थियो एउटा 1, 2, 3, go! दुईजनाको हेर्न दुईजनाले गर्दा फेरि रि हुन्छ 1, 2, 3, go! भएन खानै पाइँदैन दुईटा कि एउटा एकछिन एउटा 1, 2, 3, go! 1, 2, 3, go! Ayah kau mulai dulu. Oh ya mau kasih. Oh ini heran nih siapa laksa ini. After apa? Oh panci hangki kau. 1, 2, 3, go. Lah. Ini lebih jauh lama. Mama cukup tak bujang ni. 1, 2, 3, go. One, 2, 3, go. Jangan luki. Jangan luki. Why not? ये मिस्टेक हुआ मैले उधर लगाएको थियो होइन यसमा पिक अप आयो हामी सबैले उधर लाग्यो बोलाइ मेरो टर्न जाऊ एकछिन नजाऊ फेरि सुरु गरौँ 1, 2, 3 गो बाहिर बाहिर
मेरो बाबु घरमा एकैचोटिको भन्न सुन्छन् होला 1 2 3 गो यतिले भने 1 2 3 गो भएन 1 2 3 गो सुरुचोटीमा त म त लडेर यार 1 2 3 गो ममा दुईजना भयो दुईजनाले उनी गरेर चाहिँ दुईजना माथि गरेर क्या माथि भावना सुनेर म त गइहालेको नि 1 2 3 गो ए म मेरो त पुरै सोच्नु त 1 2 3 गो भएन तिनजनाले दुईजनाले गरेको नि भन्नै भयो 1 2 3 गो 1 2 3 गो हनुमानले खाए जतिकै खाइजाने 1 2 3 गो सबै सुन्तला खाने यस्तो गो कुद्ने हतार हुन्छ है 1 2 3 गो 1 2 3 गो One, two, three, go! Oh, mama, जा. One, two, three, go! One, two, three, go! Mama, जा. One, two, three, go! One, two, three, go! Oi, mama. Bye everyone. हाम्रो चाहिँ कुद्दा मुटु फुटो झन्डै साथीहरू त्यही भएर अब चाहिँ हामी बसेरै सबैजना यहाँ स्याहाँ हुँदैछन् म त झन् कुरै छोड्दिउँ 2-4 चोटि लडी पनि छ क्या त्यही भएर अब चाहिँ हामी बसेर खान्छौँ एकदम ड्राई पिकनिक भनेको त आनन्दले बसेर खाने हो नि त सो त्यही भएर अब हामी बसेर खान्छौँ है त हामी चाहिँ गेम खेल्दा यस्तो धेरै थाकिसकेको थियौँ कि हामीले यहाँदेखि उता चाहिँ गेमलाई स्टपै गरिदियौँ त्यसै पनि कुद्दै खाँदै गरेको ठिक पनि होइन गेम खेल्छौँ भनेर चाहिँ हामीले अगाडि नै डिसाइड गरेको पनि थिएन अनएक्सपेक्टेड हामीले फेरि गेम खेल्नु न त भनेर रमाइलोको लागि पनि गेम खेलेका थियौँ हामीले चाहिँ हाम्रो ड्राई पिकनिक पनि खाएर सकिसक्यो अनि म्याटसेट उठाउने काम कुरो हुँदैछ अनि यहाँको फोहोर चाहिँ हामी चाहिँ यसरी फोहोर यहाँनिर नफाल्ने यसरी यहाँ झोलामा हाल्ने अनि पर डस्टबिन भएको ठाउँमा लगेर हालिदिने किनभने हजुरहरू पनि यसरी केही यहीँ अथवा कहीँ पनि घुम्न जानुभएको छ भने चाहिँ यसरी फोहोर चाहिँ खुल्ला रूपमा नछोडिदिनु होला डस्टबिनमा लगेर हालिदिनु होला होइन हामीले पनि त्यसै गर्दैछौँ अनि सो हजुरहरू चाहिँ यतै नजिकै बिर्ता मोडतिर चारलेतिर बस्नुहुन्छ भने चाहिँ यो कालीझोडा भन्ने ठाउँमा चाहिँ यहाँ आएर चाहिँ ड्राई पिकनिक खान सक्नुहुन्छ हेर्नु यस्तो दामी छ नि भाइब पनि वरिपरि जङ्गल शान्त वातावरण
अनि हल्ला खल्ला पनि छैन, गाडीको प्याप प्याप पुपु पनि छैन, एकदमै राम्रो। हामीले चाहिँ यहीँनिर आज खायौँ है ड्राई पिकनिक। यस्तो इन्जोय गऱ्यौँ हामीले, यस्तो इन्जोय गऱ्यौँ, यति मजा गऱ्यौँ नि साथीहरू, कुरै छोडिदिउँ न, त्यति धेरै मजा भयो। अनि यहाँ केटीहरूलाई चाहिँ म्याट सेट थन्काउँदैछन्। यहाँ मेरो रिङ लाइट छ, अब यो रिङ लाइटलाई चाहिँ खोलेर फेरि मैले घरतर्फ जानुपर्ने हुन्छ। अनि आजको हाम्रो यो भिडियो चाहिँ हजुरहरूलाई के कस्तो लाग्यो कमेन्ट मार्फत राय सल्लाह सुझाव दिन नबिर्सिनु होला। एकदमै धेरै इन्जोय गऱ्यौँ हामीले। अनि हजुरहरू पनि हाम्रो भिडियो हेरेर एकदमै धेरै इन्जोय गर्नुभयो होला भन्ने आशाका साथमा आजको यो मेरो ब्लगलाई चाहिँ इन्ड गर्न चाहन्छु। थ्याङ्क यू फर वाचिङ एन्ड बाई बाई, लट्स अफ लभ, बाई बाई।